नमस्ते सबैजनाको सन्चै होला। मेरो नि सन्चै छ। आजको बिहान अहिले शुभ बिहानको 4 बजे अनि म चाहिँ अहिले यस्तो लगभग गएको चाहिँ भन्नाले कलेज लागिरहेछ नि त मेरो ऊ चाहिँ बिदा छ त्यो कारणले चाहिँ लगभग 1 हप्ता बिदा छ। त्यो कारणले चाहिँ 40 घन्टा गर्न मिल्छ हैन। अनि मैले चाहिँ हैन बेसिकली अहिले फ्रेसमा भइरहेछ हैन। ब्लग बनाउँछु भिडियो बनाउँछु भनेर धेरै सोच्छु के लास्ट सोचिरहन्छु काम गर्ने ग्याउ। अनि मैले सामान पनि हरेक चिज किनेर कि म मेरो सामान पनि देखाउन चाहन्छु लास्टमा। मसँग ड्रोन छ, मसँग क्यामेरामा राख्ने स्ट्यान्ड छ। अस्ति मैले क्यामेरा किनेर तर अब यस्तो भिडियो बनाउन लाग्यो नि। अनि हामी चाहिँ घुम्न गइरहेको थियो मेरो अब भाइले सबै साथीहरू मिलेर। र बिचमा चाहिँ गाडी नपाएर क्यान्सल भइदियो। मैले त्यसको लागि थम्बनेल पनि बनाएर राखेको छु। यस्तो कि लाइफमा एउटा डायलग भन्छ सोचेको एउटा हुन्छ भइदिन्छ। मैले त थम्बनेलमा त्यसमा हालिदिन्छु, भिडियोको टाइटलमा थम्बनेल त्यही हालिदिन्छु, लेख्ने चाहिँ तल लगाइदिन्छु। किनभने सोचेको फरक हुन्छ नि त। सोचेको एउटा भयो अर्को भनिदिन्छ त्यही नै। र आज चाहिँ मैले मेरो रेस्टुरेन्टभित्र के बनिन्छ लुकेर भिडियो बनाउँछु। किनभने बडा पर्सनली बनाउन मिल्दैन कि के बनिन्छ र के आइटमहरू बनिन्छ खाने चाहिँ पर्छ लिस्टको। यता सुन्तला छ कि एउटा यो मेरो आँखामा यस्तो लाग्यो। खाने मन त लाग्यो तर के खानु। मैले एकचोटि खाए पनि छु। गएर तताएर खानु पर्छ। त्यसैले म चाहिँ हजुरलाई एउटा सजेसन के दिन चाहन्छु भने के किन पाउने ठाउँमा काम गर्नु कि जस्तै कि चिजको एक्सपिरियन्स छ। मैले लाइफमा त्यति काम चाहिँ गरेको एक्सपिरियन्स हुन्छ नि भन्नाले अनुभव लगेको छु कि। किनकि अब सुरुमा आउँदाखेरि अब गाह्रो हुने यहाँ गर्ने। सुरुमा आउँदाखेरि मैले यहाँ मात्र गरेको थिएँ होइन। त्यसपछि अब मैले म जे काम पनि गर्न सक्छु कि। त्यसैले नयाँतिर हात हाले नै हो। अलिअलि एक्सपिरियन्स नै हुन्छ। एउटै काम गर्दा छ्याउ हुन्छ क्या हो। 2 वर्ष एउटा काम गर्ने 2 वर्ष अरू काम गर्ने ब्याङ्केज चेन्ज गर्ने क्या। किनभने अनुभव लाग्नु पऱ्यो नि त। बुढेसकालमा आफ्नो छोराछोरीलाई पनि सुनाउनु पऱ्यो मैले यो गरेको थिएँ भनेर। ल त अब रुमको नजिक पुग्यो। साथी सुत्यो होला। अझ फेरि तताउँदाखेरि डिस्टर्ब त हुन्छ उसलाई। खाएर चाहिँ म सुत्छु। अनि ट्याक्कै उठेर सिधै मुख धोएर काममा भाग्नुपर्छ। म आजको भिडियो चाहिँ देखाउँछु। ल त गाइज म रुमतिर पुगेँ। अब मेरो रुम पनि पुग्न लाग्यो। यही नै हो बस्ने ठाउँ। चिसो चाहिँ अति भइसक्यो कि। साथी चाहिँ सुत्यो हुन्छ बिस्तारै जमाइ। मासु बनाएको थिएँ अनि फ्रिजभित्र राखेर यो त कुरा चाहिँ भन्छु नहाँस्नु ल गाइज। मैले चाहिँ रोटी बनाएर गएको थिएँ होइन फ्रिजमा राखेको थिएँ। अहिले चाहिँ पापड हालेको पापड हुन्छ नि खान्छ नि बच्चा आउँदाखेरि एकछिनमा खाएर बनाएको सेम पापड भयो। अनि
यसरी मासु होइन चिकन अनि मैले बनाएको थिएँ फ्रिजमा राखेको थिएँ कि यो पुरा जमेर चाहिँ यस्तो भयो यताको लाइफ यस्तै हो 3 घन्टा मात्रै छ बाँकी मसँग अब खाएर ट्याङटुङ सुत्छु अनि काम टक्क डाप हुन्छु यो तताउँदाखेरि त उसलाई डिस्टर्ब त फिक्स हुन्छ मलाई थाहा छ भएन बालै भएन पेट पूजा त गर्नु पर्यो काममा जानु छ अनि मैले कपडाहरू पनि रेडी गर्नु छ त्यहाँ जानको लागि कता जाने त्यो पनि थाहा छैन फर्स्ट टाइम गइरहेको टोकियो साइड अनि चाहिँ यताबाट लाग्छ 1 घन्टा समथिङ आउन जान 2 घन्टा लाग्छ जानमा त 1 घन्टा लेट्स गो आजको दिन के हुन्छ र म मेरो स्टुडेन्ट काम गर्ने ठाउँमा चाहिँ म कहाँ काम गर्छु कस्तो सामान बनिन्छ अनि त्यो डिसहरू के बनिन्छ त्यो पनि म देखाउने प्रयास गर्छु त्यही म्यानेजर उतै हुन्छ तर पनि ट्राई गर्छु म एउटा 2टा आइटम गर्ने र कुनै दिन म चाहिँ पुरै आइटम देखाउँछु हाम्रो बिहानको खाना ल म भर्खर उठेँ होइन अब अनि अहिले चाहिँ म गइरहेको कता काम गर्नलाई नयाँ ठाउँ नयाँ बास छ होइन नयाँ ठाउँमा चाहिँ किनकि मलाई त्यो रेस्टुरेन्टको बारेमा के थाहा छैन अब म्यापमा हेर्ने हो म काम गर्ने रेस्टुरेन्ट हो तर त्यहीको शाखा हो अर्को होइन हुन्छ नि अब यता चाहिँ उसको शाखा चाहिँ हजारौँभन्दा बढीवटा रेस्टुरेन्ट छन् कि अनि म चाहिँ यताबाट निस्किरहेको अनि मसँग चाहिँ अहिले के थाहा छैन तर मलाई लोकेसन थाहा छ मलाई कुन ठाउँ हो भनेर भन्नाले मोबाइलमा हेरेर अनि जाने ठाउँ चाहिँ मलाई खासै त्यति याद छैन अब मैले चाहिँ त्यो एउटा अन्डरग्राउन्ड रेल हुन्छ कि त्यहाँबाट गएपछि लास्ट अप्ठ्यारो हुन्छ मलाई केही पनि थाहा छैन त्यो बारेमा तर माथिको बाटो जान चाहिँ सजिलो छ अनि म चाहिँ अहिले चाहिँ 1.5 घन्टा अगाडि नै निस्किसक्यो त्यो ठाउँ खोज्नलाई ढिला भयो नि त्यस्तो फरक हुँदैन किनकि म त्यही म्यानेजरलाई कल गर्छु मलाई थाहा भएन भनेर ल जाउँ अब आजको डेस्टिनेसनतिर अनि त्यो ठाउँ चाहिँ भेटिन्छ कि भेट्टेन त्यो पनि हेर्दै गर्नु होला अब यताबाट चाहिँ निस्क्यौँ मसँग चाहिँ हल्का टाइम कम छ म अहिले अन्डरग्राउन्ड रेलमा छ होइन चाहिँ यति लामो छ फेरि म त टोकियो साइडमा आएको छु मेन टोकियो साइडमा अनि त्यो चाहिँ धरती तल छ कि जमिन तलको भएको यो पुरै पछाडिको अनि चाहिँ अगाडि यति लामो लिफ्ट हुन्छ कि फेरि मान्छेले जस म चाहिँ अहिले टोकियोको एरियामा छु अनि यता हेर्न सक्नुहुन्छ म चाहिँ लास्ट टाढा आएको चाहिँ कि मलाई नै थाहा छैन नयाँ ठाउँ हो अनि यसो अनुभव लगु भनेको के गर्नु गाह्रो छ यार अझ यताबाट मैले हिँड्नुपर्ने चाहिँ 14-15 मिनट फेरि यताको भ्यू नै बवाल छ होइन यता त पुरै अहिले चाहिँ म आफ्नो काम गर्ने नजिक पुग्न लाग्यो यस्तो 15 मिनट हिँडेर आएको छु म अहिले म्याप हेर्दै यो नयाँ ठाउँ भएकोले मेरो लागि लेट्स गो बिहान आएर खाना खायो अहिले केही नै खाएन अहिले चाहिँ मलाई चाबी दिएर यो त यति सानो मिस्सी रहेछ भन्नाले ठाउँ चाहिँ ठुलो छ तर चाहिँ यो चाहिँ एरिया चाहिँ सानो छ क्या यताबाट अफिसबाट हेर्ने अनि मैले चाहिँ मेरोमा चाहिँ लास्ट ठुलो छ कि भन्नाले अफिसबाट हल्का चकचकादो छ रमाइलो तर स्पेस यो ठुलो भयो नि एरिया चाहिँ सानो छ मैले चाहिँ कपडा लगाउनु पर्ने हुन्छ कपडा यस्तरी फालेको कि फेरि बेकार गरेर फालेको कि अन्त कपडा लगाएर 10 बजीदेखि काम स्टार्ट छ त्यहाँ चाहिँ पनि हल्का चिले रहेछ जस्तो लाग्यो मलाई चाहिँ चाबी दिएको थियो अफिसबाटको अब म कपडा लगाउँछु कता यता नै छ कि यो कपडाहरू लेट्स गो गाइज अब रेडी हुन्छु म अहिले चाहिँ मेरो काम नि सक्यो अब खाना चाहिँ खाँदै होइन नास्ता चाहिँ फेरि हो दिनु पर्दैन यो काम सिधै अब आफ्नो बसमा काम गर्नु छ यता चाहिँ म हेल्प गर्न लागेको थिएँ अनि अब थकाइ त लागेन जस्तो
नयाँ वर्ष आउने भन्नाले कामै छैन क्या यता लगाएछ अब खाना खाम अब यताबाट चाहिँ निस्किम म चाहिँ मेन टोकियोको एरियामा आएको आज त ल हामी चाहिँ अहिले टोकियोको एरियामा छौँ अनि भर्खर काम पनि सिद्धियो अनि अहिले चाहिँ अब यताबाट निस्किम ए मैले पैसा निकाल्नु थियो यार मैले मेरो त्यो टेकी हुन्छ कि भन्नाले एउटा सुइका हुन्छ त्यो बनाएर पैसा नभएर रोकिएको होला यो बाटोनिर गएर छ होइन सेम फिल्ममा हुन्छ नि यस्तो सिनहरू सेम त्यस्तै छ कि यो टोकियोतिर चाहिँ बाटोमा यस्तरी पार्किङ बनाएको छ होइन ऊ चाहिँ साइडमा एउटा हेर्नेवाला राखेको ठाउँ नभएर नपुगेर यस्तो रोडको साइडमा पार्किङ जस्तै बनाएको कि अनि उता चाहिँ यो सिग्नल मेरो जिन्दगी यस्तै हुन्थ्यो के गर्नु यस्तै भएको छ एक्लै अहिले चाहिँ मैले म्याप हेर्दै हेर्दै गइरहेको छु कि अनि यस्तो गाह्रो हुन्छ यो जमिन तलको ट्रेनमा जानलाई काम पनि भ्याउनु छ अब लेट्स गो अच्छा यो अहिले रोड देखिरहेको नि यो तल चाहिँ पुरै ट्रेन चल्छन् के अहिले म देखाउन चाहन्छु हजुरहरूलाई लेट्स गो म चाहिँ अब यताबाट निस्किन्छु तल हो अहिले चाहिँ माथि म जमिनको तल गएर चाहिँ एउटा भ्यू देखाउँछु यो अनि चाहिँ जमिन तल यिनीहरूले चाहिँ पुरै सिटी नै बनाए जस्तो गरिरहेको कि हेर्नु त जमिन तल मैले जाने एरिया चाहिँ मैले हेर्छु यति ठुलो छ फेरि मैले हेर्नुपर्छ कहाँ जान्छ भनेर चाहिँ कस्तो झ्याउ हुन्छ फेरि यो खोज्नु फेरि यो चाहिँ हामी अहिले जमिन तली छौँ होइन अनि यसले चाहिँ पुरै यो माथि चाहिँ बिल्डिङहरू छन् अनि थुप्रै त्यो छन् रोडहरू छ यो के रोडहरू पुरै छ यो माथि यो तल चाहिँ पुरै ट्रेन चलिरहेको अझ योभन्दा तल पनि छ फेरि योभन्दा तल नि लेट्स गो गाई मलाई के थाहा छ म आफ्नो लाइन पाउने कि नै भन्ने टेन्सन छ कि मलाई किनकि आउँदाखेरि त सजिलो थियो अहिले जाँदाखेरि चाहिँ पुरै खोज्नुपर्छ कि यति ठाउँको ट्रेन चल्छ कि यो ठाउँ जाने यो लाइनमा लास्ट गाह्रो भइरहेको थियो मलाई अब B4 खोज्नुपर्ने छ अहिले त ए मात्रै आइरहेछ अब B4 खै उसले भने अगाडि छ अनि उता देखिन्छ JR लाइन भनिरहेको थियो खस ट्रेनको सिटी तल गइरहेको छ है किनकि मेरो ट्रेन छुट्न लाग्यो यार तल हो जमिन तलबाट गइहाल्यो ट्रेन यार हाइट हेर्नु त म अहिले कति अहिले 1 2 3 4 तल जमिन तली 4 तल आइसक्यो तर मेरो ट्रेन चाहिँ छुटिसक्यो यताको चुदानोमा जाने ट्रेन छुटिसक्यो मैले बल्ल पाएको थिएँ हेर्नु त यो जमिन तले यस्तो बनायो पुरा नआएर रहेछ क्या भन्नाले 5 तल भनेको धरती गरी 5 हो ट्रेन आयो ल
चाहिँ म आफ्नो काम गर्ने ठाउँ आइसकेको छु होइन। यही नै म काम गर्ने ठाउँ। अनि निन्द्राबाट भर्खर उठेँ क्या म। मेरो आँखा ड्याम्म भएको छ क्या। यता छ सिसी क्यामेरा लगाए जब काममा जानु पऱ्यो। अझै भर्खर 1.5 घन्टा अगाडि काम सिद्धिएको थियो। ट्रेन खोज्दा ट्रेन त कहाँ थियो खोज्दा त्यो गर्दा फेरि टाइम बितिहाल्यो। ल अब मेरो काम चाहिँ स्टार्ट भयो। 2 मिनट छ बाँकी। कपडा लगाउँछु, रेडी हुन्छु। बाई। अहिले चाहिँ कामसाम भ्याइयो होइन। सरी लास्ट ओइल आँखा अनि सब गइसक्यो कि। अनि यो चाहिँ खुल्ला छ। हाम्रो चाहिँ म्यानेजर चाहिँ अर्को, यसको चाहिँ अर्को शाखा छ अनि उता चाहिँ गएको छ होइन। त्यसैले मैले चाहिँ अहिले चाबी मेरो हातमा छ नि त, कुरिरहेको। ल सकाइ मेट्यो, जिन्दगी यही हो। आज कामसाम भ्यायो। अब गएर ड्याम म सोध्छु भोलि बिहान 2-3 बजे उठ्छु अनि बेलुका काम छ। पर्सि छुट्टी छ, त्यति बेला हामीले चिल हान्नुपर्छ गाइज। यति भन्दै ल घरमा कल गर्नु पऱ्यो। अब चाहिँ जहिले नि म के खान्छु काममा जाँदा आउँदा टाइम नहुँदा त्यो चाहिँ देखाउन चाहन्छु। अहिले गएर खान्छु अनि लास्टमा के खान्छु देखाउँछु है गाइज। मेरो अहिलेसँगको भन्नाले बेस्ट खाना र मलाई हतार हुँदा खै गाइज मैले ड्रोन किनेको थिएँ होइन। अनि म ट्राई गरिरहेको थिएँ कि कतिचोटि ट्राई गरेँ होइन। उड्छ फेरि यो ठाउँ नभएकोले मैले युजै गर्न नजाने हो क्या। अहिले म उडाएर नि देखाउँछु एकछिन है। लेट्स गो।